हेलो साथीहरू, आज म चाहिँ मन्दिर जाँदैछु। मन्दिर गर्नलाई रेडी भएँ अनि हामी जाँदैछौँ। टमटम पनि आइपुगे। टमटममा चढिहाल्यो हामीहरू, म मेरो नन्दा अनि मेरो नानी सानो छोरी भएको। जाँदैछु, हेर्नु होला साथीहरू, हाम्रो यहीँको बजार लाइनमा माता रानीको मन्दिर गएको हामी चाहिँ मनदाइतो टमटममा जाँदैछु साथीहरू। मन्दिर पनि पुगेँ। हेर्नु होला, प्रसादहरू लिएर हामी रेडी भएर निस्क्यौँ। पुग्यो मन्दिर ठिक्कै पुगेर पण्डितजी रहेछ। जाने बित्तिकै फुपू भतानी खेल्नु थाल्यो। पण्डितजीलाई बोलाएर फेरि अलिकति सङ्कल्प गरिदिनु भनेर पण्डितजी पनि आउनुहुन्छ। अब म पूजाको लागि रेडी गरेछु। अलिकति प्रसादहरू परिवारको नाममा पुरा सङ्कल्पहरू गरिदियो। पूजा गरिदिँदैछ पण्डितजीले। राम्रो लाग्यो, पण्डितजी पनि भेटिहाल्यो है मन्दिरमा जाने बित्तिकै। राम्रो भयो, पूजापाठ गरिदियो पण्डितजीले। सङ्कल्पहरू भयो, राम्रो भयो। राम्रो लाग्छ है साथीहरू, मन्दिर पुगेपछि अलग्गै राम्रो हुन्छ। माता रानी, सानो माता रानी हेर्दैछ छोरी पनि यता र उता। पूजा चाहिँ लामै भयो, अलिकति राम्रोसँग गरिदिनु भयो पण्डितजीले, राम्रो लाग्यो। अब माता रानीलाई टिका सिका लगाइदियो, धागो सागो बाँध्यो नानीलाई। अब हामीलाई पनि लगाइदिनुहुन्छ पण्डितजीले। मैले चाहिँ घरबाट खिर बनाएर लिएर आएको थिएँ अलिकति माता रानीको लागि। माता रानीको यहाँ आएर मेरो छोरीले पनि हेर्नु होला, सबैको लागि राम्रो हुन्छ भने टिका लगाइदिनु भयो। खुसी भएछ छोरी। एकरो हेरेको हेरेछ पण्डितजीलाई। ऊ चाहिँ फुपू भदाइनी यही मैले अलिकति खिर टेस्ट गराइदिनु भनेर टेस्ट गराएको त जिब्रोबाट निकालेछ। पण्डितजीलाई पनि दिएँ खिर, पण्डितजीले पनि खानुभयो। हामी चाहिँ निस्केको अब रास्तामा टमटमलाई वेट गर्दैछु। पुरा पानी परिरहेको थियो, मौसम पनि हल्का हल्का वेट गरेपछि रास्तामा अब जाने भने